यो शालिक बोल्दैन, तर यसमा एउटा अधुरो प्रेम चिच्याइरहेको आवाज छ। यो हो आशाको मूर्ति र यो मूर्तिसँग हरेक साँझ बोल्छन् भक्तबहादुर नेपाली। आफ्नी श्रीमती गुमाए तर माया गर्न छाडेनन्। हरेक साँझ शालिक अगाडि दीप बाल्छन्, चुम्बन गर्छन् र भन्छन्, तिमी बिना त म बाँचेको छु, तर माया मरेको छैन। सानै उमेरमा विवाह गरेका थिए उनीहरूले। सपना थिए, साथ थियो अनि दुःख पनि साझा थिए। तर जब खुसीका दिन नजिकिँदै थिए, आशालाई पेटमा बच्चा हुँदा आमाशयको क्यान्सर लाग्यो। एक दिन आशाले भनेकी थिइन्, मलाई बचाउन किन यति दुःख गर्छौ, बरु त्रिशुलीमा फालिदेऊ, बच्चाले दुःख नपाउन्। उनी कहिल्यै फर्किन सकिनन्। भक्तबहादुर 1 वर्षसम्म मोबाइलमा आशाको फोटो पनि हेर्न सक्दैनथे। पीडा गहिरो थियो, तर उनी बाँचिरहे र श्रीमतीकै नाममा पुस्तक लेखे, आशा। यो कथा एक असल प्रेमको हो, जो मरेपछि पनि प्रेम गर्छ र सम्झन्छ र एउटी शालिकसँग आफ्नो जीवन बाँडिरहन्छ।